यताबाट हेर्दैछौँ छेसमको 7 फुटे छेसम हो। 7 फुटे यहाँदेखि आएर यो हाम्रो डल्लै यस्तो छ। अनि यहाँबाट चाहिँ हाम्रो छेसमको चाहिँ यो पल्ला चाहिँ हाइड्रोलिक हो। हाइड्रोलिक पल्ला छ यसमा। उठाउँदाखेरि हामीले बिस्तारै उड्दै आउँदैछ, यसरी उड्दै आउँछ। यो सब हाइड्रोलिकमा गरेको छ। यो माथि रिङहरू, यो चाहिँ रबर रुट हो। डल्लै रबर रुट हो। साइडमा पुस्तक राख्ने छ। डिजाइनहरू पनि सिएनसी एकदम बारिक डिजाइनहरू गरेको छ यसमा। यो चाहिँ बनिँदैछ, कम्प्लिट भएको छैन। अब यो सेट तयारी गऱ्यो भने चाहिँ डबल सेटमा चाहिँ 2,40,000 जस्तो पर्छ। यो 7 फुटको पल्ला सब हाइड्रोलिक मोड्युलर टाइपको।